हेलो साथीहरू, हामी चाहिँ लाग्यौँ है चुली पोखरीतिर। यो चाहिँ हाम्रो सेकेन्ड टाइम रहेको छ अनि अस्ति पनि हामी गएर एकदमै रमाइलो गरेर आइसके पछाडिको यो चाहिँ सेकेन्ड टाइम। सबै एकदमै एक्साइटेड हुनुहुन्छ। यो चाहिँ चुली पोखरीको ट्रिपको लागि हो हाम्रो ग्रुप है त। उतै गएर भेटौँला। हेलो, यो चाहिँ हाम्रो चुली पोखरी जाने टिम भन्दा पनि आज कति धेरै हुनुहुन्छ भने है। आज ह्याप्पी न्यू इयर हो नि त। सो ह्याप्पी न्यू इयरमा चाहिँ कति धेरैजना चुली पोखरी जाँदै हुनुहुन्छ। हामी पनि त्यसमा छौँ। यस्तो उकालो छ, गलेर 15 मिनट माथि आइपुग्दा मान्छेको हालत यस्तो भइरहेको छ है। अब हिँड्नु छ डल्लै 4 घन्टा। 4 घन्टासम्म मान्छेको हालत के कस्तो हुन्छ हो। यति चाहिँ गाह्रो भइरहेको छ भन्ने कुरा होइन। बल्ल बस्ने ठाउँमा आइपुगेछ। हाम्रो मान्छेको हालत यस्तो छ, बाटो यस्तो छ खै। हालत खराब भइरहेको छ है साथीहरू। बोल्न सक्ने हिँड्न सक्ने अवस्थामा चाहिँ छैनौँ हामी। तै पनि ठिक छ भनेर हामी चाहिँ यो के भइरहेछ कस्तो भइरहेछ गाइजहरू हौ। एकदम बदबास तर मलाई मन परेन। मन परेन? हिँड्नु पर्दो रहेछ धेरै उकालोमा। सबैभन्दा योचोटि जाउँ भनेर हल्ला गर्ने यही मान्छे हो है। तर स्थानान्तरण भइसक्यो 3 अनि अब यो मात्रै नभएर गुराँस फुलेको हेर्नु जान आँटिसक्यो। तर रहर चाहिँ पुरा गर्दिन आइयो हामी। यति गाह्रो भइरहेछ। विकेन्डमा होला नि। विकेन्डमै हो। सबैजना यहाँ आएर रेस्ट गर्ने ठाउँ चाहिँ यो है। चुली पोखरी जाँदाखेरि हाफ हुन्छ होला यहाँ आइपुग्दा। मिलन दाई तलै हुनुहुन्छ होला। पालो गरेकै हो त हामीले। ल धन्यवाद तपाईँहरूलाई। कतिको गाह्रो भयो अरे? म पनि नआउने। अस्ति नै नआउने भनेको, तपाईँले जाउँ कि जाउँ भन्नु भएर आउनु परिहाल्यो। लाग्यो है यहाँको पार्टीबाट पनि। पार्टी भन्छ कि पार्टी भन्छ हौ। हालत यस्तो हुन्छ अनि के भन्छ। यो के भएको चस्मा? सुनेको नि यो चस्मा के भयो? लडेको पनि होइन हो के चस्माको स्टाइल। अरे मोबाइल कसैको छुट्टा छैन नि। कसैको फोन छुटेको छ भने उहाँहरूले भेट्नु भएको छ अरे। उचित पुरस्कारको व्यवस्था गरेर लिन आउनु होला। अगाडि होला, त्यसो भए अगाडि सोध्दै जानुहोस् न। यस्तो यस्तो गर्दै हिँड्छन् हाम्रो टिमहरू। अब 2 वर्षको नाबालकहरू चाहिँ गुच्चा खेल्दै हिँडिराख्नु भएको छ। अब लाग्दैन हामी उकालो। 1.5 मात्रै आमा। त्यो भनेको चाहिँ अनि भात खाएको मात्र गर्दाखेरि त्यति दुख्छ। लु जाम जाम हो नानीहरू। हाम्रो टिम अब चाहिँ यहाँ एकै ठाउँ भेला भएका छन्। अघि चाहिँ सबै अघि पछि थियौँ है। अहिले चाहिँ एकदमै राम्रो तरिकाले एकै ठाउँ भेला भएको छौँ। ह्याप्पी न्यू इयर साथीहरू। ल ह्याप्पी न्यू इयर। चिसो बियर अब अलि मास्तिर पुगेर यात्रा कहाँसम्म? हेलो, यात्रा कहाँसम्म अरे? यस। कतिको एक्साइटेड? एकदम खतरा तर अगाडि गइसक्यो है। कतिको एक्साइटेड एकदम भनिसक्दा। तर टिमहरू चाहिँ सबै वार पार भइसक्यो है। तर पनि ठिक छ। किन? ए अब टिम चाहिँ यसरी हिँड्दैछ। सर्प बटारीको जतिकै रुख बटारिया छ नि। ल घाम छ। यस्तो हुनुहुन्छ एउटा बाँदर।
ल अरे यो चुली पोखरीतर्फ लाग्दै गर्दा चाहिँ यो ठ्याक्कै यहाँ माथि यो घुम्तीमा आएर आँपको फेदको यो चाहिँ आँपको रुख भयो यसको ठ्याक्कै अलिकति मुनि यहाँदेखि पूर्वतिर हेर्नु भने चाहिँ हेर्नु है एकदम राम्रो दृश्य देखिन्छ है एउटा रुखमाथि जादु छ है यहाँ एउटा रुखमाथि अर्को पिपलको रुखमाथि सालमाथि पिपल उम्रिरहेको छ र उम्रेर त्यसको बोटै छ ठुलो भएको छ त्यहाँदेखि त्यसको जरा आएर यहाँ मुनिसम्म आएको छ यस्तो यस्तो दृश्य चाहिँ हेर्न पाइन्छ है तपाईँहरू नि एकचोटि चाहिँ चुली पोखरी अवलोकन गर्नु होला अहिलेको समयमा आउनु भने चाहिँ झन्डै ठिकै छ तर अलिक गर्मी चाहिँ छ रुखहरू चाहिँ एकदम सेप दिने खाले छ अहिले चाहिँ योभन्दा अगाडि चाहिँ पात झरेर खङ्ग्रङ्ग भएको थियो अहिले चाहिँ रिल्याक्सको छ है राम्रो अलिक आराम गर्दै हिँडाइकोले 1 घन्टामा चाहिँ यो भ्लग चाहिँ हेर्नुपर्ने हुन्छ है अनिस भाइ नुमा बहिनीले चाहिँ अनि धेरै बाटोभरि मिस गरिराछौँ हामीले यहाँसम्म खुडीदेखि 1 घन्टामा बस्दै रमाइलो गर्दै आइपुग्यो तपाईँहरूलाई म आँपको रुख सर्लक्क फेददेखि टुप्पीसम्मै देखाउने छु आँपको रुखमा चाहिँ हामीले मिलनको मम्मीको केक बर्थडे केक काट्नु आइछ नर्मल केक मात्रै छ्याप्पै हालिदिने हो नर्मल केक हिजो थियो बर्थडे तर समय कार्य व्यस्तताको कारणले गर्दा भएन आज चाहिँ चोली पोखरी जाने के भन्छ त्यसलाई बहानामा केक काट्दैछौँ तर मान्छे पनि धेरै हुनुहुन्छ तर पुगेसम्म सबैजनालाई बाँडेर खाने हो हेर्दै गर्नु होला है त फेरि भेटौँला अर्कोचोटि अहिलेको लागि चाहिँ यति नै भन्नु अलिक सुहाएन आँपको रुख चाहिँ फेददेखि जराइदेखि म निधारको टुप्पीसम्म देखाइदिन्छु तपाईँहरूलाई आँपको रुख पुगिसक्यो ल आँपको फेदमा आइपुग्यो आमा त्यस्तो छ आँपको रुख मैले सिफ्ट गरेँ यो हालतमा आइपुग्यौँ हामी आँपको रुख सालको रुखमा पिपलको रुख हे टाउको घोडी मात्रै हालेछ अलिक भोल्युम ठुलो बनाउन न हामी चाहिँ यो आँपको रुखमा आइपुगेर अब हामी दिदीको बर्थडे केक काट्न गइरहेको छौँ है केक काट्न तयारी यस्तै हुन्छ कहिले काहीँ बोल्दै बोल्दा अनि त्यस पछाडि यो चाहिँ हामी चोली पोखरी गएर मात्रै केक काट्ने भन्ने हाम्रो प्लान थियो तर माथि जाँदाखेरि चाहिँ मेल्ट भइसक्छ भनेर हामी यहीँ काट्ने प्लान गरिहाल्यौँ सो कति धेरैजना हुनुहुन्छ कोही आउँदै हुनुहुन्छ कोही जाँदै हुनुहुन्छ अनि हामी चाहिँ केक काट्न लागिरहेछौँ है सो हेर्दै गर्नुहोस् साथी हो यस्तै छ हाम्रो चाहिँ हिजो थियो बर्थडे तर आज हामीले पोस्टपोन गरेर चाहिँ She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. यस्तो हुँदैछ है हाम्रो यात्रा चाहिँ She hums a tune I've never heard in languages I can't speak. She writes down cities on her wrist and dreams she'll never keep. I sip my coffee, miss my cue, still anchored by my fear. But time rolls on like open roads, and
soon ल she है साथीहरू हामी चाहिँ केक चाहिँ कटिङ गरेर अब लाग्दैको है फेरि जुली पोखरीसम्मलाई carry the sun. खै म भागी जुली पोखरी गएर अस्ति यस्तो हुनुहुन्थेन वाउ 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 त्यसै जुली पोखरी What I hold inside. तलको त्यस्तो एक्साइटेड मान्छेहरू यहाँ आएर लथालिङ्गै भताभुङ्गै भइसक्यो पोखरी चाहिँ सररररर हेर्नु पर्दाखेरि यस्तै छ यस्तो राम्रो एक्सपेक्टेसन गरेर आउनुहुन्छ अनि रियालिटीमा चाहिँ ठिक ठिकै छ त्यस्तो देखेर राम्रो पनि होइन क्यामेरामा जति क्याप्चर हुन्छ त्यति राम्रो पनि छैन होला सायद नि दमकको टोलीहरू है यो आजको म मात्रै छु एक्लै मलाई त दिँदैनन् पनि आफुके छन् है आफुके फेरि पो बोलाए त अब चाहिँ भने 5 बजिसकेको छ हामी घरतिर लाग्यौँ अस्तिको जतिको रमाइलो नभए पनि ठिकै भयो टिकटक बनाउँदा लडे पनि अब घर जाऊँ ल खै त हौ घर जाऊँ ल बाई बाई जुली पोखरी